है गाइस, आज चाहिँ धेरै दिन बादमा फेरि मैले अलिकति भिडियो बनाएँ है। अनि आज चाहिँ म मात्रै होइन, म र बुढो चाहिँ यो अम्लिसोहरू है, अस्ति बुवा बितेको बेलामा चाहिँ बिचरा समाजकोहरूले गाउँको दाजुदिदीहरूले घाँस काटिदिनु भएको थियो बारीको, अनि माथि काटिदिनु भएछ। अनि हामी दुईजना चाहिँ बारी सफा गर्न आइरहेछौँ है। अब हेर्नुहोस् ल, यहाँ ठुटाहरू यो डल्लै मिलाउनु पर्छ। यो थुप्रो लागिरहेछ यहाँ मेरो पछाडि, देख्नुभयो? यो सबै सनक्क बनाएर उतल बारी सफा गरिराख्ने। अब चाहिँ उतल राख्ने झ्यास ठुटाहरू डल्लै। अनि यो आधा ढाडमा काटेकोहरू डल्लै यो चाहिँ म मिलाउँछु अब है। बुढोले चाहिँ सिट्टाहरू डल्लै उतल थुपारिरहेको छ, अलिक सुकेपछि चाहिँ डढाउने। अनि बारी सफा गर्न आँटेको। अब चाहिँ हेर्नु न बुढो, आम्मामा यता हेर्नुहोस् त, घिउ खाएको तपाईँ त। हाम्रो चाहिँ बुढो यसरी उफ्रिँदै काम गर्छ है। दुईजना है यहाँ मजा गर्दै काम गर्नुपर्छ। अब यो सबै सनक्कै ठुटाहरू मिलाउँछु म चाहिँ, हेर्नु हतियार म चाहिँ सबै गर्छु। बुढोले चाहिँ यो झ्यासहरू हटाउने है। छोटोमा काट्यो भने अर्को पालि मजाले आउँछ नि बाख्रालाई, घाँस पनि हुन्छ है, कुच्चो बढाल्ने दुःख नि हुँदैन। नानी भएको बेलामा मौका छोपिहालेको नि, नभए त घरबाट निक्लिनु पाउँदैन नि। यो कलिक बाख्राले खाइहाल्छ हो, घाँस भइहाल्छ बाबा। कतिवटा छ ठुटा मिलाउनु पर्ने है, गरम नलागि है। गरम लागेपछि त यो चाम्रो हुन्छ, सक्दैन। बढे ओसारेको छ है। अब चाहिँ म धमाधम फाँड्छु है साथी हो, फाँड्दैछु। अहिले चाहिँ सनक्क भयो, हेर्नु त, बारीहरू पनि सफा भयो है। यो माथिल्लो गडा डल्लै सक्यो। अब चाहिँ घर जानु लागेको है, घाँस पनि निक्ल्यो। अब भोलि तल्लो गडामा 3 झ्याङ अनि पिच्छेसँग 1 झ्याङ रह्यो। अहिले चाहिँ गल्यो। अब चाहिँ जाने घर, थाके पनि फेद मिलाएकोले। अब चाहिँ गऱ्यो तल बारी, हेर्नु कस्तो माया लाग्छ म यो बारीको। नानीले चाहिँ नबनाउनै भन्दै ठुलो छोरीले चाहिँ है भ्लगहरू है उसले उयो गरेको मन पराउँदैन है, नबनाउनु आमा भन्दै थियो है। र पनि आज चाहिँ मैले बनाएँ, किनभने परदेशतिर हुने भाइ बहिनीहरू है, बहिनीहरू टाढो टाढो जानेहरूले गाउँघरको हेर्नु मन लाग्छ, बनाउनु न हौ, मजा आउँछ, टाइम पास हुन्छ। मलाई हेर्ने, हामीलाई हेर्ने बानी भएछ, बनाउनु न हौ, केही हुँदैन भन्यो। अन्त मैले चाहिँ बनाएँ। नानीले चाहिँ, ठुलो छोरीले चाहिँ मन पराउँदैन भिडियोहरू बनाएको है। अनि र पनि मैले चाहिँ आजदेखि फेरि बनाएँ, किनभने धेरै भएको थियो नबनाएको, बुवा बितेकोदेखि। आज चाहिँ मैले बनाएँ। घर चाहिँ माथिको हो, यो चाहिँ तल्लो घर गोपाल भाइको हो। अनि माथि चाहिँ हाम्रो घर छ है, रुखहरूले छेल्दो रहेछ है। अब चाहिँ हामी गएको, बुढो अघि म पछि भिडियो बनाउँदै हिँड्दैछु है साथी। बाख्रा कराउने बेलुकाको घाँस हाल्ने बेला भयो, बाख्रा कराएको सुन्नुहोस्। हाम्रो घरहरू चाहिँ माथि, बारी चाहिँ तल है। पहिला चाहिँ घर हाम्रो तल थियो, अहिले चाहिँ हामी घर माथि सरेको छौँ। तपाईँले देखेकै हो यस्तै घर गल्यो। माथिको घर चाहिँ हाम्रो बाख्रा खोर। सुन्तलाको झ्याङ चाहिँ दादाले दिएको थियो मेरो माइतबाट है, अस्ति रोपेको मेरो बुढोले। सबै जागेछ, अब यसलाई सफा गर्नुपर्ने छ फेरि। फल चाहिँ खानु पाउँछ कि पाउँदैन है साथी हो, बाँदरले गर्दा। माथि चन्द्रिकाको, यताको करेन दाजुको घर हो, अनुपमको। क्रिसमस फुल हेर्नु कस्तो दामी फुलिरहेछ घर छेउमा चाहिँ है। यो चाहिँ मैले रोपेको हो यो फुल। अनि घरमा पनि छ, योपालि घरमा चाहिँ फुल त्यति रोप्नु पाएन। क्रिसमस फुल कस्तो दामी फुलिरहेछ। बाख्रा कराएर झ्याउँ
अहिले चाहिँ घर आइपुगेँ होइन। मेरो छोरीहरू छ दुईजना, जेठी र माइली है। ठुलो छोरी र माइली छोरी छ है। यिनीहरूले चाहिँ ब्ल्याङ्केटहरू घरको लुगाफाटाहरू डल्लै धोएर सुकाइसक्यो है। पर्दाहरू नि फेर्यो। घरमा चाहिँ छोरीहरू छ भने चाहिँ पक्का लक्ष्मीले बास गर्छ भनेको चाहिँ हो जस्तो लाग्छ है। मेरो ठुलो छोरीले चाहिँ भिडियो बनाउनु दिँदैन, ऊ लाइफ आउनु नै मान्दैन है। तपाईँहरूलाई देखाएको पनि छुइनँ। अनि छोरीहरूले चाहिँ घरहरू साफसफाइ सनक्कै बनाइदिन्छ है। पर्दाहरू पनि डल्लै फेरिदिएको छ। अहिले चाहिँ घरहरू नि सफा राखिदिन्छ। घरमा चाहिँ छोरीहरू छ भने पक्कै लक्ष्मीले बास गर्छ भनेको चाहिँ हो जस्तो लाग्छ है साथी। हो जस्तो लाग्छ होइन, हो नै हो। पक्का लक्ष्मीले बास गर्छ है। मेरो 4जना छोरीहरू छ, तर घरमा अहिलेसम्म कमी भएको जस्तो चाहिँ लाग्दैन, किनभने मेरो साथ 4जना छोरीहरू लक्ष्मी नै छ। अहिले चाहिँ जिउहरू थर काम्यो है। हातखुट्टा धोएर यहाँ बिसाइरहेको छु। अब भित्र जानुपर्छ। नानीले चिया बनाइराखिदिएको छ, चिया खानु जानुपर्छ। भाग्यो यो यसले नि नबनाउनु भन्छ, भिडियो बनाउनु दिँदैन हो, नबनाउनु भन्छ हो, तर लुकेर बनाएको भाग्यो, देख्नु बित्तिकै भाग्यो। अहिले चाहिँ म तल्लोपट्टि रुममा बत्तीहरू बाल्नु आइरहेको छु है। माथिल्लोपट्टि गएको छैन। अनि तपाईँले अगाडिको भिडियोहरू हेर्नु होला आजको। अनि अब मेरो भाइ बहिनीहरूले नि हेऱ्यो होला। अब बिहान भन्दै थियो बनाउनु नि भनेर भनेको थियो। अब हेऱ्यो होला है। लाइकहरू चाहिँ गरिदिनु ल माया गरेर। आज चाहिँ यति नै। अब नानीदेखि लुकेर बनाएको ठुलो छोरीले देखाएको छुइनँ। अब भरे भिडियो हेर्छ होला उसले नि है। तिमीले नि लाइक गर्नु है सेविका ल।